यो मालिङको त्यहाँ चल्दै छैन रातो मिनेट चल्दैछ। वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू पनि सन्चै नै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज चाहिँ म पर मासु मार्छ भन्दै थियो, त्यो भएर चाहिँ जाँदैछु। हिँड्नु लाग्यो, ढिलो भइसक्यो, 7 नागिसक्यो। अघि कल गरेर बोलाउँदै हुनुहुन्थ्यो बाजेहरूले, घर आमा गएछ। म चाहिँ घरबाट हिँडिसकेँ। अघि बनाउँदै हुनुहुन्छ होला, अब फोन गर्नु पऱ्यो। बनाउँदै हुनुहुन्छ कि बनाउँदै गर्नु भन्नु पऱ्यो। म नि माथि जानुपर्ने थियो आज चाहिँ लेकतिर। तल अङ्कललाई फोन नलागेर चाहिँ मासु मारेको ठाउँमा जाँदैछु लिनुको लागि। ला पैसा बोकेन हुन्छ। मैले चाहिँ कल गरिसकेँ, बनाउँदै हुनुहुन्छ अरे, अघि काटिसक्नु भएछ। आन्द्रा धुनुहरू के गर्न सघाउनु पऱ्यो नि, काटेर भुत्ताउँदैछु भन्दै हुनुहुन्थ्यो। ल धान चाहिँ काट्नु यहाँको मात्रै बाँकी छ। हाम्रो यो एरियाको चाहिँ हाम्रो ठाउँको भन्दा नि यहाँनिर अलिकति बाँकी रहेको छ। यो पर सक्को अब उठाउँदै आउँदैछ तलबाट। हो यति एरिया छ लगभग सक्यो। फेरि टोपी नलगाउनेको कस्तो चिसो सिरेटो चलिरहेछ। अनि यहाँनिर त सिरेटो चल्छ नि त, खोल्ला छ। अलिक जङ्गल हुँदा मात्रै सिरेटो चल्दैन। त्यो सिरेटोले साह्रै हानेर टोपी चाहिँ बोकिरहेको थिएँ, ओर्नै पर्ने भयो। यहाँको नि बिटा अब चाँडै नै हुन्छ, यहाँ नि काटिसक्नु भएको छ। ल यहाँ बाजे दाजुहरूले के नसा खुवायो हो? म यहाँ उपरतिर तेजे बाजेकोमा। अङ्कल फुर्ती भयो। अब धान काट्नु यहाँ बाँकी छ है। अब यो नि 2 खला बाँकी रहेछ। यहाँ कहाँदेखि हुँदो पो बादलको, यो कहाँदेखि हुँदो होला बादलको, उँभो उयो माथि हुने अङ्कलको। कहिले हो बाजेको बिटा? ए लगाइसक्यो, हामीले त हिजो लगायो। ए अब यति बाँकी रहेछ नि त, थोरै घरबाट कस्तो भयो? उस्तै भयो। नआँटेको छु अहिले चाहिँ, पुगिसक्यो भन्दा भयो। कता बनाउँदै हुनुहुन्छ बोजू? त्यो त ठुलो फाइ पनि छ। उठ्ने बित्तिकै आयो अनि बिहानदेखि बेला छिटो भएन। ए यहाँ रहेछ नि त। यसो सँगैको ए एक्लै पो हुनुहुन्छ जस्तो रहेछ साँच्चै। ल हाम्रो चिज बलियो यो। ल हाम्रो के हो, खसी कि के हो? यो तयार भयो अब चाहिँ। खसी नै कि के पो भन्नु पर्यो मैले बाजे। बोयर हो बोयर। यो मिठो क्या मासु फेरि हाँसिरहेछ यहाँनिर। चिनी नलाउनु भयो चिनी। यो मालिङको ए मैले सानो मैले मासु सबै मुख मिल्छ होला नि। मै बजाउँछु।
अचानक कस्तो चाहिँ भात काट्ने यस्तो कसो भन्ने अरे 10,000 कि कति भन्दै थियो त यहाँ मेरो बाबुले हाउडे लगाएको कि साँच्चै भनेको हाउडे खुट्टा खुट्टा खोइ अरे हौ खुट्टा लगेन कहिले गएर पुगेको न भनेर कहिले भनेको थिइनँ अघि नै तपाईँले दुईवटा बनाइदिनु कि कति हो बाजे म त बिरेको भेटाइनस् नि त हौ कस्तो ल हामीले चाहिँ मासु बनाइसक्यो आज अब लगेर खाने उता छ यसले पर गएर 2 दानी मासु खा सुँगुरको यो पाउँदैन ल ल ल फिनिसिङ भयो आजको मासु माराई बनाई फिनिसिङ भइसक्यो बाजेर मैले ल अलिकति भयो होला
बाउ थोला अब चिची खाइन्छ होइन बाबा चिसो पनि ल खाइयो है सुरु गर्यो